आज हामी क्लास 12 इंग्लिशको ट्रेजर इन द फरेस्ट कथाको बारेमा चर्चा गर्न गइरहेका छौँ। कथा दुई व्यक्तिहरू इभान र हुकरबाट सुरु हुन्छ, जो समुद्रमा डुङ्गा चलाउँदै एउटा टापुतर्फ जान्छन्। उनीहरूले एक चिनिया व्यापारी चाङहाईलाई हत्या गरेर उनको पासबाट एउटा खजाना भएको नक्सा चोरेका हुन्छन्। चाङहाईले पहिले नै एक जहाज दुर्घटनाबाट प्राप्त सुनको खजाना लुकाएको हुन्छ। नक्साका केही भागमा अनौठा चिन्हहरू हुन्छन् जसको अर्थ उनीहरू बुझ्दैनन्। नक्साको आधारमा उनीहरू टापुमा पुग्छन् र जंगलभित्र प्रवेश गर्छन्। त्यहाँ उनीहरूले नक्सामा देखाएको ढुङ्गाको थुप्रो भेट्छन्। त्यही ठाउँमा एक चिनिया मानिसको शव पनि हुन्छ, जसले पनि खजाना चोर्ने प्रयास गरेको देखिन्छ। नजिकै माटो मुनि सुनका टुक्राहरू देखिन्छन्। लोभमा परेर इभान सुन उठाउन थाल्छ, तर त्यसै बेला उसको हातमा काँडाले घोच्छ। केही समयमै उसको शरीर बिग्रन थाल्छ र ऊ गम्भीर रूपमा बिरामी हुन्छ। हुकरले पनि त्यही काँडा छोएर आफू पनि विषको प्रभावमा पर्छ। अन्त्यमा उनीहरूले बुझ्छन् कि नक्सामा भएका ती ड्यास चिन्हहरू वास्तवमा विषालु काँडाको जालको संकेत थिए, जसले खजाना चोर्ने मानिसलाई रोक्न चाङहाईले राखेको थियो। लोभका कारण उनीहरू आफै मृत्युको खतरामा पर्छन्।